नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई पुनमको परिवारमा। म पुनम भट्टराई र अहिले चाहिँ म छु विराटनगर साथीहरू। अहिले चाहिँ हेर्नु न भिडियो स्टार्ट गरेको त यस्तो पो मुख आयो। अगाडि भिडियो स्टार्टै गर्न बिर्सेछु क्या, त्यही भएर। अनि आज चाहिँ बाहिर निक्लिनु पर्ने भयो नि त। अनि बाहिर निक्लिँदा त अब यस्तो नगरी सनस्क्रिन नलाइ मोइस्चराइजर नलाइ त चान्सै छैन। विराटनगरको गर्मी डढेर कालो खरानी नै हुन्छ। फेरि साथीहरू जसको फेसमा चाहिँ अलिकति प्रब्लम हुन्छ नि, त्यसले त यसो गर्नु नै पर्ने हुन्छ। तर नहुनेले पनि गर्नुपर्ने अवस्था छ र सबैजनाले आफ्नो स्किन केयर चाहिँ गर्नु होला भन्छु। अनि म चाहिँ अहिले सनस्क्रिन लगाइरहेको छु दलेर। तर सनस्क्रिन लाउँदा पनि साथीहरू हेर्नु न, पसिनाले यो दली नै दिँदैन क्या, त्यस्तो छ मेरो चाहिँ। पसिनाको त अब ट्याङ्की नै बग्छ, ट्याङ्की। एसीले पनि पो काम गर्दैन त। अनि आजको भिडियो चाहिँ म अब यसै सुरु गर्दैछु साथीहरू। आजको भिडियोमा चाहिँ के हुन्छ भने, आज चाहिँ मेरो ठुलो बुवाको के भन्छ त्यसलाई, आज काम छ, मतलब प्रोग्रामहरू गर्ने गरेको छ क्या हरेक साल ठुलो बुवाको नामले। आज चाहिँ हाम्रो ठुलो बुवा जन्मेको दिन अरे। अनि अब ठुलो बुवा त होइसिन्न नि त। अनि ठुलो बुवाको जन्मेको दिन चाहिँ अनि हाम्रो बाबाहरूले, अङ्कलहरूले, बिनाजुहरूले चाहिँ हरेक साल उहाँको प्रोग्रामहरू गर्ने गरेको होइसिन्छ। अनि आज पनि छ। अनि कहिले के गरिन्छ नि त। अनि योचोटि चाहिँ मैले भजन कीर्तन गर्ने छ अरे भन्ने सुनेको छु। सुन्न चाहिँ अब बाबाहरू त गइसकेछु होला। अनि म चाहिँ, मेरो छोरी र म चाहिँ जान खोजेको। अनि त्यही भएर चाहिँ यो मैले क्रिम लगाएको। तर हेर्नु त यस्तो पसिनाले मलाई यो क्रिम दल्न पनि दिएको छैन क्या। एसी चालु गरेको छु होइन, फ्यान चाहिँ अब फ्यानले चाहिँ गर आवाज आउँछ भनेर। तर एसीले पनि मलाई त काम गर्दैन, यस्तो हुन्छ पसिना। हेर्नु त पसिना। अनि त्यही हो साथीहरू, आजको भिडियो चाहिँ म अब त्यहीँ गएर बनाउँछु के हुन्छ कस्तो हुन्छ। अनि कपाल पनि सुकेको छैन। अनि कपाल चाहिँ ढिलो नुहाएको होइन कि, मैले कपाल हेयर कलर गरेको हुनाले कपाल धोएको। अब बाहिर निक्लिँदा त कता सेतै लिएर जानु हो, त्यही भएर। अनि त्यही हो साथीहरू, म अब हजुरहरूलाई देखाउँछु ल के हुन्छ कस्तो हुन्छ। साथीहरू अब बाहिर निक्लिन पनि कहाँ सजिलो छ र। अनि यसरी बान्नुपर्छ मुखमा। अनि अहिले चाहिँ एउटा नयाँ आइरहेछ नि त होइन, यसरी नबान्नु। यस्तो सनातन, हामी सनातन धर्म के भन्छ, मलाई पुरै कुरा चाहिँ आउँदैन क्या। त्यसले चाहिँ यस्तो नयाँ सिकाएको छ क्या तरिका। अनि म पनि आज त्यहीबाट चाहिँ त्यस्तै गरौँ भनेर कोसिस चाहिँ गर्न आँटेको होइन। किनकि म बाहिर निक्लिन सक्दै नै मुख बाँधेर निक्लिन्छु, किनकि मेरो मुख त डढेर कालो हाँडी भइहाल्छ, त्यही भएर। अनि आज मैले पनि त्यही ट्राई गरौँ भनेको, अब हुन्छ कि हुँदैन है। अनि यस्तो चाहिँ अहिले यो जुन पाकिस्तान र इन्डियाको भइरहेछ नि, त्यही कारणले चाहिँ यस्तरी हिँड्नु, यस्तरी लगाएर हिँड्नु, यो चाहिँ हामी हिन्दूहरूको भनेर पुरा भनिरहेको छ क्या। मैले पनि अब ल नि त, हामी पनि त सपोर्ट गरिदिउँ भनेर चाहिँ लगाउन त आँटेको। तर हुन्छ कि हुँदैन थाहा छैन। भिडियो बनाउन कहाँ सजिलो छ साथीहरू, कहाँ अड्काएर राखेको छु। यहाँ हेर्नुहोस् पसिना खल भइसक्यो। यस्तो गर्नु भन्थ्यो। आउँछ कि आउँदैन त थाहा छैन। यस्तो गरेर यस्तो चाहिँ अनि झाँसीको रानीले गर्नुहुन्थ्यो अरे क्या। अनि झाँसीको रानीले त्यस्तो गरेर यस्तो गरेर, यो चाहिँ अलिक छोटो भयो कि क्या हो मेरो यो, यस्तो गरेर अनि पुरा हिँड्नुहुन्थ्यो अरे नि त। अनि त्यही भएर हामीले पनि गर्नुपर्छ भनेर आँटेको, खोइ नहुने भयो कि क्या हो। किनकि म चाहिँ अब पहिले जुन जानिराखेको त्यस्तरी नै हिँड्थेँ नि त। अनि अब सिकाइदिएपछि त गरौँ भनेको, तर यो त नछोपिने रहेछ कि क्या हो। अनि यस्तो गरेर हिँड्नु रे क्या। यस्तो यो चाहिँ हो झाँसीकी रानी। अझै यहाँ लामो हुनुपर्थ्यो, पुगेन। अरू चाहिँ यस्तो गर्छु, यसलाई पनि यसरी दोहोऱ्याउँछु। यस्तो गरेर यहाँ हाल्छु ल। पनि अब भइगएँ, यति नगरी त बाहिर निक्लिनु सकिँदैन। तर यो मलाई राम्ररी आएन, किनकि म यसमा कम्फर्टेबल चाहिँ त्यति छैन। त्यही भएर सायद चाहिँ म अब आफूलाई जस्तो आउँछ त्यस्तै नै गरेर हिँड्छु होला लास्टमा चाहिँ। यो मैले ट्राई चाहिँ गरेको थिएँ, तर अलि भएन। 1-2चोटि गऱ्यो भने त भइहाल्छ साथीहरू। अनि साथीहरू भिडियो बनाउन यति सजिलो छ जस्तो लाग्छ होला होइन। हेर्नुहोस् ल मैले कसरी बनाइरहेको छु भिडियो।
यो चाहिँ मेरो फेल भयो। अब म ट्राई चाहिँ गर्छु यसलाई 1-2 चोटि अझै, अनि आउन त आउँछ मलाई होइन। अनि तर अहिले चाहिँ म जस्तो सजिलो त्यस्तै अहिले कपाल पनि फेरि चिसै छ क्या। हेर्नु त मेरो पसिनामा के भन्नु, गर्मीले त मर्छु होला हौ म त। हेर्नुहोस् यहाँ अब ऐना त्यहाँ थियो नि त, अनि त्यहाँ त्यो माथि यो राखेर यो माथि यसरी फोन अड्काएर कहाँ सजिलो छ हो, कहाँ सजिलो छ। साथीहरू हामी त यस्तो टन्टलापुर घाममा छाता ओढेर त्यो आश्रम खोज्दै हिँडेको, खोज्दा एयरपोर्टको टुप्पोमै आइसक्यौँ, उपिल्यान पनि देखिसक्यौँ। हामी त हरायौँ। दिदीलाई सोध्नु, काठमाडौँतिर उड्ने बेला दिदी यहाँ राधाकृष्ण मन्दिर छ अरे नि कता? उता रहेछ अरे। लु अब सोधेर त जाँदैछौँ। राम विराटनगरमै हामी त हराउने। कहाँ चाहिँ बनाएको रहेछ त फेरि? विराटनगरमै जन्मेर विराटमै हराउने आन्टी मामी। एयरपोर्टको उहाँ प्लेनमै बस्न पुग्न आँटिसक्यो, आउँदैन त काठमाडौँ पुग्ने आन्टी। ल अब खोज्दै जाँदैछौँ है हामी चाहिँ, आमा छोरी। मरे रहेछ। अनि मन्दिरको टुप्पै देखिँदैन। मन्दिर भनेपछि त मन्दिरको टुप्पो त हुन्थ्यो नि त। म चाहिँ त्यही मन्दिरको टुप्पो, अनि फेरि राधाकृष्ण मन्दिर हो कि के हो, म चाहिँ शिव मन्दिर। म पनि भजन बज्यो कहाँ? ए बज्यो त, स्कुल बोर्डिङ पनि आयो। ए अँ यो रहेछ बोर्डिङ आयो। ए आयो आइपुग्यौँ। ए राम्रो रहेछ नि मन्दिर त। भेटेँ है साथी, भेट्यौँ यहाँ। मन्दिर देखेको कस्तो ठाउँ रहेछ नि। यहाँ चाहिँ हाम्रो हजुरबुवाको नामले बनाएको छ, अनि यो चाहिँ एन्ट्री रहेछ, यता रहेछ। खोज्दै आइपुग्यौँ यहाँ, गुडा ठुलो बुवाको नामले क्या। अनि हामी चाहिँ आइपुग्यौँ, अब भित्र जाँदैछौँ एन्ट्री। अनि यो चाहिँ मन्दिर, यो मन्दिर। अनि यहाँ चाहिँ भजन कीर्तन, आज ठुलो बुवाको नामले चाहिँ भजन कीर्तन लगाइदिएको रहेछ। अनि भजन कीर्तन भइसक्यो। ए भजन कीर्तन भइसकेछ। अनि हाम्रो बाबा, हामी त भजन सिद्धिएपछि आएछौँ। जहाँ गर्नु न त। भइराखेको छ, अनि आज ठुलोबाको नामले चाहिँ यो भजन कीर्तन लगाइदिएको हुन्छ। साथीहरू हामी त खोज्दा एयरपोर्टमै आइपुग्यौँ। कार्यक्रममा प्लेन पनि उड्दो रहेछ। यति एयरलाइन्स उड्यो, अब आएको कि उडेको, अब उड्दैछ। ठ्याक्कै एयरपोर्ट नजिक रहेछ। हामी चाहिँ कहाँ पुग्यौँ क्या। यता चाहिँ अब आरती सुरु भइसकेको छ। आज ठुलो बुवाको नामको आरती हो। एयरपोर्टको नजिकै रहेछ, अनि ठुलो रहेछ नि 5 कट्ठामा भनेपछि त। अनि यो ठुलो बुवाको, यहाँ हजुरबुवाको भनौँ न, हजुरबुवाको नाममा रहेछ यो। म पनि फर्स्ट टाइममै आइरहेको छु, तर कस्तो राम्रो ठाउँ रहेछ। अनि पुरै बस्तीको बिचमा पो रहेछ त। म त सानो यसो होला जस्तो लागिरहेको थियो, भरे होइन, ठ्याक्कै यहाँभित्र पुरै मिल्छ। त्यो आनन्दको रहेछ, बच्चाको हरियो परियो। किन फलाउनु पर्यो? तिमी बनाउनु नि सकिहाल्छ नि त। मसिना टुक्रा बनाउन किन बनाउनु? अनि यो क्या यहाँ भकारो काटी जाऊ है। यो लाग्ने हो होइन, सबैलाई पुग्दैन होला। बस हो, पुग्यो न, किन सबै लाने? यो मसिना महिना पारेर
उहाँ पनि टुक्रा टुक्रा पार्छ नि हामीलाई खै त नि अनि हामीलाई भएन नि यहाँ नपुगेर प्रसादी खाँदैछौँ हामी चाहिँ मलाई एउटा काँक्रो दिनु त होला यहाँको हर्ताकर्ता चाहिँ मेरो बाबा ठुलो बाबाको नाममा मैले त नि त्यो भन्नै जानिनँ के भन्छ त्यसलाई सक्नु पनि लानु भएको ठुलो बाबाको पुण्य यो मन्दिरको हो सक्नु ल्याउँछु नि यो मन्दिरको थाली किन ल्याउनु भएको यो ठुलो बाबाको जन्म जयन्तीमा चाहिँ अनि यो भजन मण्डलीको तपाईँले एकपल्ट भएर पुजारी केटो बस्दै थिएँ सरस्वती पूजाको दिन होला यहाँ चाहिँ स्विमिङ पुल पनि पो रहेछ त तर चिटिक्क परेको साह्रै राम्रो हावा लागेको छ मजाले अनि यता चाहिँ छ मन्दिर भर्खर आरती गरेर अनि तर अलिकति सरसफाइ चाहिँ त्यति राम्रोसित गरेको रहेछ यहाँको पुजारीले चाहिँ अलिक राम्रो गरे चाहिँ राम्रो हुने अब चाहिँ हामी यहाँबाट निक्लिन आँटेको भजन कीर्तन पनि सक्यो तर म चाहिँ फर्स्ट टाइम आएको तर मलाई यो ठाउँ चाहिँ साह्रै राम्रो लाग्यो हरियो परियो मजाले हावा आउने अब हामी निक्लिन्छौँ यहाँबाट अब कता जान्छौँ त चाहिँ थाहा छैन घन्टी पनि माथि रहेछ पुगेन हौ कता ल जाउँ अब सो साथीहरू अब चाहिँ म घर आइसकेको छु होइन अनि घर आएर चाहिँ अब सबैतिर यताउता गरे पनि घर आएर त फेरि खानपिन गर्नु पर्यो अनि म चाहिँ निगुरो केलाइरहेको छु यो निगुरो चाहिँ साथीहरू कसलाई मनपर्छ मलाई चाहिँ निगुरो भनेपछि अल टाइम मेरो फेभरेट हो क्या मलाई चाहिँ त्यति मनपर्छ त्यही भएर मैले चाहिँ किनेर ल्याएँ अब बाहिर यसो मैले त छोरीकोतिर कटहरको सब्जी र रोटी पनि खाएर आएको थिएँ र मैले मात्रै खाएर भएन नि त होइन मेरो छोराले पनि खानु पर्यो त्यही भएर अब पकाउँछु अनि बेलुकाको तयारी गर्दैछु अनि आज चाहिँ मैले दिउँसो मेरो भिडियोमा देखाएको थिएँ नि त मेरो चाहिँ ठुलो बुवाको वर्षै पछि काम हुन्छ अनि मेरो बाबाले अङ्कलहरूले कसले गरिसिन्छ भनेर भनेको थियो नि त एउटा संस्था जस्तै तर आज चाहिँ खै मलाई अलिकति अब बोल्न त हुन्छ कि हुँदैन यो विषयमा तर आज मलाई अलिकति कस्तो चित्त नबुझे जस्तै पनि भयो क्या साथीहरू किनकि मेरो बाबा पनि त अब त बुढो भइसकेपछि नि त होइन विचार आज मलाई मेरो बाबाको कति माया लाग्यो होइन बाबा अनि योचोटि चाहिँ अब धेरैजना कोही पनि होइसिँदो रहेछ क्या अङ्कलहरू बिनाजुहरू अनि बाबाले नै गरेको होला अनि त्यही भएर भजन कीर्तन प्रोग्राम राखिसकेको रहेछ अनि गइन्थ्यो हजुरहरूले हेरिहाल्नुहुन्छ होइन भिडियोमा अनि मेरो बाबा चाहिँ एक्लै होइसिन्थ्यो क्या अनि अब एउटा उमेर हुँदा ठिकै थियो तर अब त मेरो बाबा पनि त अब एज भइसकेको छ उहाँले त्यस्तो सबै कति दिनदेखि उता काठमाडौँबाट आएर यहाँ बसेर यही कामको लागि भनेर बसेको र गइसिन्थ्यो अनि कोही नहुँदा त कस्तो नराम्रो लाग्यो क्या मलाई चाहिँ होइन अब सबैजना मिलेर गर्दा त ठिकै थियो अब हुन त ठुलो बुवाको भाइ पनि छ नि त छोरा पनि छ ऊ पनि त आउन सक्छ उसले पनि त गर्न सक्छ जस्तो चाहिँ मलाई फिल भयो क्या किनकि अब पनि मेरो बाबाको त अब उमेर भयो क्या सबैतिर यता कुदा उता कुदा त्यही चिजको लागि कति कुदेको मैले देखेको छु क्या पहिले पनि तर आज चाहिँ एक्लै होइसिन्थ्यो नि त अनि मलाई कस्तो माया लाग्यो के अब ठुलो बुवाको लागि त गर्नुपर्छ होइन नगर्नुपर्छ त म भन्दिनँ किनकि ठुलो बुवा त हाम्रो साह्रै राम्रो मान्छे होइसिन्थ्यो ठुलो मामुको कति माया गरिसिन्थ्यो हामीलाई उहाँहरूको लागि त गर्नुपर्छ तर सबैजना भएको भए चाहिँ कति रमाइलो हुन्थ्यो मेरो बाबा एक्लै होइसिन्थ्यो के अनि त्यत्रो बुढो मान्छेले एक्लै त सबै थोक गाह्रो हुन्छ नि अब बुढेसकाल लागेको छ अनि मलाई चाहिँ त्यस्तो लागेको है साथीहरू अब मैले नराम्रो भन्न खोजेको चाहिँ होइन तर अरू पनि भइदिएको भए जब पहिले त होइसिन्थ्यो नि त थुप्रैजना मैले देखेको थिएँ कति ठुलो ठुलो प्रोग्रामहरू गरिसिन्थ्यो तर आज चाहिँ कोही नै के मेरो बाबा एक्लै होइसिन्थ्यो अनि मेरो बाबाले चाहिँ ठुलो बुवाको नाममा भजन कीर्तन लगाइदिएको त्यति त गरिराखेको होइसिन्छ नि त तर अरू चाहिँ खै कोही पनि देखिनँ मैले मलाई चाहिँ अलिक खिन्न लागेको हो मनमा लागेको कुरा मैले चाहिँ भनेको साथीहरू भन्न त पाइन्छ नि त आफूलाई चित्त नबुझेको कुराहरू त्यही भएर आज अब चित्त नबुझेको हुँदा पनि मलाई आफ्नो बाबुको माया लागेको त्यही हो सबैभन्दा ठुलो कुरा चाहिँ त्यही हो साथीहरू नि अब चाहिँ म केलाई सक्न आँटेँ अनि अब पकाउँछु आज चाहिँ दिनभरि यताउता डुलेर होइन त्यहाँ ठुलो बाबुको त्यहाँ गयौँ अनि त्यहाँपछि कता कता भाउजू कहाँ छोरी कहाँ सबैतिर आज चाहिँ पुरै डुलडाल गरेर म थाकेँ
अब खाएर चुक्क सुत्ने हो। आजको भिडियो चाहिँ यति नै साथीहरू। हजुरहरूको साथ सपोर्टको जरुरत छ र अलिअलि साथ सपोर्ट दिनु पनि भएको छ र अझै दिनु होला भन्दै आजको